सङ्घ संस्था वा निकाय दर्ता। सहकारी ऐनको दफा 30(2) बमोजिम सङ्घ संस्था दर्ताका लागि मासिक प्रतिवेदन दाखिलामा गएर सङ्घ संस्था वा निकायको दर्ता मेनुमा क्लिक गर्नुपर्दछ। मेनुमा क्लिक गरिसकेपछि सङ्घ संस्था वा निकायको तालिका भन्ने पेज खुल्छ। यसको साइडमा नयाँ थप्नुहोस् भन्ने बटन देख्न सकिन्छ र यही बटनमा क्लिक गर्नुपर्छ। त्यसपछि सङ्घ संस्था वा निकायको विवरण राख्ने स्क्रिन देख्न सकिन्छ। यस फारममा विभिन्न विवरणहरू मागिएका छन्। यस फारमबाट सहकारीले संस्थाको विवरण भर्नु पर्दछ। यहाँ संस्थाको नाम, संस्थाको दर्ता नम्बर, दर्ता मिति, दर्ता गर्ने कार्यालय, नवीकरण मिति, कार्यालयको ठेगाना, संस्थाको मुख्य उद्देश्य, व्यवसाय वा कारोबारको किसिम, यसैगरी कार्यक्षेत्र, शाखा सङ्ख्या, शाखा स्थान र वार्षिक अनुमानित कारोबारको विवरण क्रमैसँग भर्नुपर्ने हुन्छ। यो फारममा स्टार लगाइएका विवरण चाहिँ अनिवार्य रूपमा भर्नुपर्छ, किनकि यो विवरण भरिएन भने विवरण सेभ गर्न सकिँदैन। विवरण भरिसकेपछि तल विवरणका कागजातहरू राख्ने मेनुहरू छन्। यहाँ सिस्टमबाट माग भए अनुसारको संस्थाका विवरणका कागजात अपलोड गर्न सकिन्छ। फाइल अपलोड गर्न ब्राउज बटन क्लिक गर्नुपर्दछ। त्यसपछि तल सुरक्षित बटनमा क्लिक गरेर सुरक्षित गर्न सकिन्छ। संस्थागत सदस्य दर्ता। सङ्घ संस्थाको विवरण भरे पश्चात उक्त संस्थाको जिम्मेवार व्यक्तिको समेत विवरण प्रविष्ट गर्नुपर्ने हुन्छ। सोको निम्ति संस्थागत सदस्य दर्ताका लागि मासिक प्रतिवेदन दाखिलामा जानुपर्छ र सङ्घ संस्था निकाय सदस्य दर्ता संस्थागत मेनुमा क्लिक गर्नुपर्दछ। त्यसपछि संस्थागत सदस्य तालिका रहेको पेज खुल्छ। साइडमा रहेको नयाँ थप्नुहोस् भन्ने बटनमा क्लिक गर्नुपर्दछ। त्यसपछि संस्थागत सदस्यको विवरण राख्ने स्क्रिन देखिन्छ। सर्वप्रथम ड्रप डाउनमा आउने संस्थाको नाम सिलेक्ट गर्नुपर्दछ। सो पश्चात यहाँ क्रमैसँग मागिए अनुसारका जिम्मेवार व्यक्तिहरूको विवरण भर्नुपर्छ। यसमा तपाईँले सदस्यता नम्बर भन्नाले सङ्घ संस्थालाई सहकारीले दिएको सदस्यता नम्बर भर्ने, सदस्यको नाममा जिम्मेवार व्यक्तिको नाम, सदस्यता प्रदान गरेको मिति अर्थात् सङ्घ संस्थाले कहिले सदस्यता लिएको हो सोको मिति भर्नुपर्दछ। जिम्मेवार व्यक्तिको अन्य विवरणमा लिङ्ग, जन्ममिति, बाजेको नाम, आमाबाबुको नाम, वैवाहिक स्थिति, जात जाति भर्नुपर्ने हुन्छ र तल नागरिकता सम्बन्धी विवरणहरू, नागरिकता नम्बर, जारी भएको मिति, सङ्घीयता, जारी भएको जिल्ला भर्नुपर्ने हुन्छ। यसैगरी हालको विवरणमा प्रदेश, जिल्ला, गाविस वा नगरपालिका, टोल, वडा नम्बर, मतदाता नम्बर, एनआइडी नम्बर, प्यान नम्बर, मोबाइल नम्बर, शिक्षा, पेसा, अनुभव, नाता, ठेगाना लगायतका विवरण भर्नुपर्ने हुन्छ र तल इच्छाइएको व्यक्तिको नाम, थर, जन्ममिति, नाता, ठेगाना भर्न सकिन्छ। यो विवरण वैकल्पिक हो, त्यसैले तपाईँको इच्छा अनुसार भर्न सकिन्छ। सो विवरणहरू अनिवार्य छैन। यहाँ पनि तपाईँले के भुल्नु हुँदैन भने स्टार लगाइएका विवरणहरू अनिवार्य रूपमा भर्नुपर्ने हुन्छ र यसको तल सेयरको विवरण चाहिँ अनिवार्य भर्नुपर्छ। प्रमाणपत्र नम्बर, दर र परिणाम भर्नुपर्दछ। विवरणहरू सबै भरिसकेपछि माग भए बमोजिमका कागजातहरू भए यहाँ अपलोड गर्न सकिन्छ। विवरण भरिसकेपछि सुरक्षित बटनमा क्लिक गरेर सुरक्षित गर्न सकिन्छ। संस्थागत सदस्यको सेयर थपघट। संस्थागत सदस्यको सेयर थपघटका लागि मासिक प्रतिवेदन दाखिलामा क्लिक गर्नुपर्छ। सङ्घ संस्था वा निकायमा क्लिक गरी सेयर थपघट संस्थागत लेखिएको मेनुमा क्लिक गर्नुपर्छ। त्यसपछि संस्थागत सदस्यको सेयर विवरण रहेको पेज आउँछ। हरेक विवरणको छेउमा कार्यभित्र यस्तो प्लस र फिर्ताको बटन देख्न सकिन्छ। सदस्यको सेयर थप गर्नका लागि प्लस बटनमा क्लिक गर्नुपर्छ। अर्को पेजमा तपाईँले प्रमाणपत्र नम्बर, मिति, दर र परिमाणको विवरण भरेर सुरक्षित गर्नुहोस् भन्ने बटनमा क्लिक गर्नुपर्दछ। यसमा पनि स्टार लगाइएका विवरणहरू अनिवार्य रूपमा भर्नुपर्ने हुन्छ, नत्र विवरण सेभ गर्न सकिँदैन। संस्थागत सदस्यको सेयर घट। सदस्यको सेयर फिर्ता गर्नको लागि प्लस बटनमा क्लिक गर्नुहोस्। अर्को पेजमा तपाईँले प्रमाणपत्र नम्बर, मिति, दर र परिमाणको विवरण भरेर सुरक्षित गर्नुहोस् भन्ने बटनमा क्लिक गर्नुपर्दछ। यसमा पनि स्टार लगाइएका विवरणहरू अनिवार्य रूपमा भर्नुपर्ने हुन्छ, नत्र विवरण सेभ गर्न सकिँदैन। सम्पत्ति शुद्धिकरण। सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित साङ्ख्यिक प्रतिवेदन भर्नका लागि मासिक प्रतिवेदन दाखिलामा जानुहोस् र सम्पत्ति शुद्धिकरण मेनुमा क्लिक गर्नुहोस्।
सम्पत्ति शुद्धिकरण सम्बन्धी जानकारी भन्ने पेज खुल्छ। छेउमा रहेको नयाँ थप्नुहोस् भन्ने बटनमा क्लिक गर्नुपर्दछ। त्यसपछि सम्पत्ति शुद्धिकरणको जानकारी राख्नुहोस् भन्ने पेज देख्नुहुनेछ। यहाँ तपाईँले सुरुमा आर्थिक वर्ष छनौट गर्नुपर्दछ। त्यसपछि महिना राख्नुहोस्। त्यसपछि यसमा कार्यान्वयन अधिकारी सम्बन्धी जानकारी, सीमा कारोबारको साङ्ख्यिक विवरण, शङ्कास्पद कारोबारको साङ्ख्यिक विवरण, चौमासिक विवरण भर्नुपर्ने हुन्छ। त्यसपछि संस्थाले आइनो सेयर सदस्यको KYM अर्थात् नो योर मेम्बरसिप फारम बमोजिम, तोकिए बमोजिम सदस्य पहिचान सम्पुष्टि अध्यावधिक भएका साङ्ख्यिक विवरण भर्नुपर्ने हुन्छ। यसमा पनि स्टार लगाइएका विवरणहरू अनिवार्य रूपमा भर्नुपर्ने हुन्छ, नत्र विवरण सेभ गर्न सकिँदैन। विवरणहरू क्रमैसँग भरिसकेपछि अन्तिममा रहेको सुरक्षित गर्नुहोस् भन्ने बटनमा क्लिक गरी विवरण सुरक्षित गर्न सकिन्छ। व्यक्तिगत खाताको विवरण। व्यक्तिगत खाताको विवरण भर्नको लागि मासिक प्रतिवेदन दाखिलामा गएर व्यक्तिगत खाता मेनुमा क्लिक गर्नुपर्दछ। त्यसपछि व्यक्तिगत खाताको विवरण राख्ने पेज खुल्छ। पेजको छेउमा नयाँ थप्नुहोस् लेखिएको बटनमा क्लिक गर्नुपर्दछ। त्यसपछि व्यक्तिगत खाता भर्ने फारम देख्न सकिन्छ। यहाँ सदस्य नम्बर, खाता नम्बर, खाताको प्रकृति, खाता मालिकको प्रकृति, खाता खोलेको मिति र अन्य खाता नम्बर भएमा सोको विवरण भर्नुपर्ने हुन्छ। विवरण मेनुको माथि स्टार लगाइएका विवरणहरू अनिवार्य रूपमा भर्नुपर्ने हुन्छ, नत्र विवरण सेभ गर्न सकिँदैन। विवरणहरू भरिसकेपछि अन्तिममा रहेको सुरक्षित गर्नुहोस् बटनमा क्लिक गरी विवरण सुरक्षित गर्न सकिन्छ। व्यक्तिगत ट्रान्जेक्सनको विवरण। व्यक्तिगत ट्रान्जेक्सनको विवरण भर्नको लागि मासिक प्रतिवेदन दाखिलामा गई व्यक्तिगत ट्रान्जेक्सन मेनुमा क्लिक गर्नुहोस्। त्यसपछि व्यक्तिगत ट्रान्जेक्सन विवरणको पेज आउँछ। पेजको छेउमा नयाँ थप्नुहोस् लेखिएको बटनमा क्लिक गर्नुपर्दछ। व्यक्तिगत ट्रान्जेक्सन भर्ने पेज देख्न सकिन्छ र यसमा क्रमैसँग सदस्य नम्बर, ट्रान्जेक्सन मिति, DRCR, रकम, चेक वा भौचर नम्बर, डिपोजिटर पेको नाम जस्ता विवरणहरू भर्नुपर्ने हुन्छ। यसमा पनि स्टार लगाइएका विवरणहरू अनिवार्य रूपमा भर्नुपर्ने हुन्छ, नत्र विवरण सेभ गर्न सकिँदैन। विवरणहरू क्रमैसँग भरिसकेपछि अन्तिममा रहेको सुरक्षित गर्नुहोस् भन्ने बटनमा क्लिक गरी विवरण सुरक्षित गर्न सकिन्छ। उत्पादन निर्यात विवरण। उत्पादनसँग सम्बन्धित सहकारीहरूले आइनो उत्पादन निर्यात विवरण भर्नको लागि मासिक प्रतिवेदन दाखिलामा गई उत्पादन निर्यात विवरण मेनुमा क्लिक गर्नुपर्दछ। त्यसपश्चात निर्यात उत्पादनहरूको विवरण कृषि रहेको पेज खुल्छ। नयाँ विवरण भर्नको लागि नयाँ थप्नुहोस् लेखिएको बटनमा क्लिक गर्नुपर्दछ। त्यसपश्चात निर्यात उत्पादनहरूको विवरण राख्ने पेज खुल्दछ, जसमा आर्थिक वर्ष, महिना, मुख्य उत्पादन, उत्पादन, इकाइ, परिमाण, कुल जम्मा, मुलुकको नाम जस्ता विवरण भर्नुपर्ने हुन्छ। स्टार लगाइएका विवरणहरू भने भर्न छुटाउनु हुँदैन, अनिवार्य रूपमा भर्नुपर्ने हुन्छ, नत्र विवरण सेभ गर्न सकिँदैन। सबै विवरण भरिसकेपछि अन्तिममा रहेको सुरक्षित गर्नुहोस् भन्ने बटनमा क्लिक गरी विवरण सुरक्षित गर्नुपर्दछ। प्रवर्धन कोषको विवरण। सहकारी सङ्घ संस्थाले प्रवर्धन कोषको विवरण भर्नको लागि मासिक प्रतिवेदन दाखिलामा गई प्रवर्धन कोष मेनुमा क्लिक गर्नुपर्दछ। त्यसपश्चात प्रवर्धन कोषको विवरण रहेको पेज खुल्दछ। नयाँ विवरण भर्नको लागि नयाँ थप्नुहोस् लेखिएको बटनमा क्लिक गर्नुपर्दछ। प्रवर्धन कोषको विवरण राख्नुहोस् भन्ने पेज खुल्दछ, जहाँ आर्थिक वर्ष, भौचर मिति, रकम, लेखा परीक्षा, वार्षिक कारोबार, वार्षिक खर्च, कुल नाफा जस्ता विवरणहरू भर्नुपर्ने हुन्छ। स्टार चिन्ह लगाइएका विवरणहरू अनिवार्य रूपमा भर्नुपर्ने हुन्छ, नत्र विवरण सेभ गर्न सकिँदैन। संस्थाले प्रवर्धन कोषमा मन्त्रालयको खातामा जम्मा गरेको रकम बराबरको भौचरको प्रमाण समेत अपलोड गर्नुपर्ने हुन्छ। सबै विवरण भरिसकेपछि अन्तिममा रहेको सुरक्षित गर्नुहोस् भन्ने बटनमा क्लिक गरी विवरण सुरक्षित गर्न सकिन्छ।